विक्रम सम्वत 2082 साल चैत्र शुक्ल पक्ष नवरात्रमा भारतको हरियाणा राज्य अन्तर्गत पर्ने गुडगाउँको नजिकमा रहेको पटौदी भन्ने गाउँमा हामीहरू श्रीमद् भागवत ज्ञानयज्ञ तथा सप्तचण्डी सप्तदिवसीय ज्ञानयज्ञ गर्नका लागि 11 ब्राह्मणहरू आएका थियौं। आज पञ्चम दिवस बिहानको पूजा समाप्त गरी गाउँको खेती कृषि हेर्नका लागि घुमघाम गर्नका लागि हामीहरू आएका थियौं र यहाँ टमाटर खेती गरिएको छ। विशेष तरिकाबाट थोपा सिँचाइद्वारा खेती गरिएको छ। यतातिर बन्दागोबीको खेती गरिएको छ। टाढा टाढासम्म गौँबालीहरू लहलह झुलिरहेको तथा बन्दागोबीहरू अब लगभग छाँटेर काट्ने अवस्थामा रहेका छन् र टमाटरहरू भर्खर फुल लाग्ने अवस्थामा छन्। अत्यन्त रमणीय दृश्य छ यो। हजुरहरू पनि यसको अवलोकन गर्नुहोला। नजिकबाट देखाउन गइरहेको छु म। यहाँ भेन्डी तथा लौकाका बिरुवाहरू लगाइएको छ। टमाटर फुलिरहेका छन्। यो थोपा सिँचाइ सिस्टमद्वारा लगाइएको छ र प्लास्टिक कभर गरेर ड्याङ बनाएर ड्याङलाई प्लास्टिक कभर गरी त्यसमा पाइप राखेर थोपा सिँचाइद्वारा यतातिर तरबुजाहरूको खेती गरिएको छ। यतातिर काँक्राको खेती गरिएको छ। काँक्रा पनि फुलिरहेका छन्। अब फल्ने तयारी अवस्थामा रहेका छन्। हामी पनि यो भिडियोद्वारा आफूले आफ्नो जग्गा जमिनमा तरकारी खेती गर्न सकिन्छ यसको अवलोकनद्वारा। धेरै राम्रोसँग गरिएको छ। यसमा सबैभन्दा झारपातको पनि खासै समस्या हुँदैन। प्लास्टिक कागजले ढाकिएको हुँदा झारपात आउने समस्या पनि कम हुन्छ यसमा र माटो पनि जम्न पाउँदैन, खुकुलो रहन्छ भित्रबाट अनि बिरुवाहरू पनि धेरै नै राम्रो रहन्छन्। यहाँ यो सिमेन्टद्वारा बार लगाइएको छ। सिमेन्टका पटराहरू बनाएर यसमा पिल्लरमा खाँच बनाएर खाँचमा पटरा जस्तो राखेर यसलाई बार बनाइएको छ र यसको भित्र पनि तरकारी खेतीहरू गरिएको छ।
राम राम जी किसानहरू आइरहेका छन्। राम राम ताऊ जी। अजय कैसे पाना तो रही है? ऐसे घूम घाम कर रहे हैं हम। अच्छा अच्छा, हमने क्या कोई बात वहाँ काट रहे थे वो भी। हाँ जी हाँ जी। सबै टाढा टाढासम्म तरकारीको खेती गरिएको छ। कतै काँक्रा लगाइएको छ, कतै भेन्डी लगाइएको छ, कतै करेला लगाइएको छ। यसको भित्र सम्पूर्ण धनियाँदेखि लिएर तरबुजा, खिरा लगाइएको छ। अगाडि नर्सरी रहेको छ यसको। अत्यन्त सुन्दर दृश्य रहेको छ।